हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। गीता नेपाली युट्युब च्यानलमा स्वागत छ सम्पूर्ण मेरो वाइटी फ्यामिलीहरूलाई र साथीहरू। आज चाहिँ हामी मेरो देउरानी र मेरो छोरा भएर तिलोत्तमा मणिग्राममा लागेको 8औं महोत्सवको लागि रमाइलो गर्न घुम्न भनेर जाँदैछौँ। तपाईहरू देख्न सक्नुहुन्छ। म चाहिँ यसरी भिडियो बनाउँदैछु। देउरानी र मेरो छोरा चाहिँ अगाडि हिँडिरहेको छन्। मैले भिडियो बनाउँदै हिँडेको छु, तपाईहरू देख्न सक्नुहुन्छ साथीहरू। साथीहरू हामीहरू चाहिँ तिलोत्तमा मणिग्राममा लागेको महोत्सवमा आइपुगेका छौँ। तपाईहरू देख्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो घरदेखि 15-20 मिनटमा हिँडेरै पुगिन्छ। हामी चाहिँ हिँड्दै गएका थियौँ। हिँड्दै जान रमाइलो लाग्छ नि त। घर नजिकै भएपछि हिँड्दै गएका थियौँ। तपाईहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ लन्डन ब्रिज बनाएको छ। यहाँ मेला हेर्न आउनेहरूको भिडै थियो र हामी यो बाहिर हो, टिकट काटेर भित्र जाँदै गर्दाको भिडियो यो चाहिँ। र साथीहरू हामी चाहिँ भित्र प्रवेश गर्दैछौँ। तपाईहरू देख्न सक्नुहुन्छ। लन्डन ब्रिजको भिडियो चाहिँ कस्तो छ तपाईहरूले कमेन्ट गर्न नबिर्सिनु होला साथीहरू। र वरिपरि पनि कस्तो राम्रो छ तपाईहरू देख्न सक्नुहुन्छ। तल पनि त्यो ग्रीन कलरको जाली बिछ्याएर एकदमै राम्रो बच्चाहरूलाई पनि भैमै बसेर पनि खेलाउन मिल्ने, बच्चाहरूलाई पनि एकदम सजिलो हुन्छ नि त। यस्तो सफा ठाउँमा ल्याएपछि त बच्चाहरू एकदम खुसी भएर खेलिरहेका थिए। तपाईहरू देख्न सक्नुहुन्छ। र साथीहरू हामी चाहिँ भित्र प्रवेश गरिसकेका छौँ। तपाईहरू देख्न सक्नुहुन्छ। यहाँ कहीँ खानाको इन्स्टल, कहीँ के खेलाउने कुरा, कपडाहरू, सबै कुराहरूको अभाइलेबल थियो साथीहरू। तपाईहरू देख्न सक्नुहुन्छ। साथीहरू हामीलाई चाहिँ एकदम डुल्दा एकदम घुम्दा एकदमै धेरै भोक लागेको थियो। चटपटे बनाउन पठाएर चटपटे खाएको। एकदमै धेरै स्पाइसी रहेछ चटपटे। त्यही भएर हामी चाहिँ जेरी खान गयौँ। एकदमै धेरै पिरो भएर आत्तिएर कति धेरै पिरो रहेछ कि। मलाई चाहिँ स्पाइसी एकदम धेरै खानै मन लाग्दैन। अनि हामी जेरी खान आयौँ। तपाईहरू देख्न सक्नुहुन्छ कस्तो स्विट जेरी देखिएको छ। हामीले चाहिँ यहाँ जेरी पनि खाएका थियौँ। खाएको भिडियो चाहिँ बनाएको छैन। एकदमै धेरै पिरो भएर चटपटे जेरी खान गएको। यता स्टेजमा चाहिँ साथीहरू अनि गीत गाउने, नाच्ने कार्यक्रम चलिरहेको थियो। हेर्दै घुम्दै खाँदै डुल्दै गरिरहेका थियौँ। हामी चाहिँ एकदमै रमाइलो भइरहेको थियो साथीहरू। तपाईहरू देख्न सक्नुहुन्छ। साथीहरू हामी चाहिँ घुम्ने डुल्ने नास्ता खाने गरिसके पछाडि चाहिँ हामी बाबुलाई चाहिँ खेलाउन भनेर लिएर गएका थियौँ यता खेलाउने ठाउँतिर। तपाईहरू देख्न सक्नुहुन्छ। सानो बेबीहरूले खेल्नेहरू कुरा पनि थियो, अलि ठुलोहरूले, अनि अझै हामीहरू जत्राले झुलाहरू सबै खेल्ने कुराहरू थियो त्यहाँ। तपाईहरू देख्न सक्नुहुन्छ साथीहरू।
साथीहरू हामी चाहिँ महोत्सवमा चाहिँ भित्र रमाइलो गर्ने खाने घुम्ने फिर्ने खेल्ने गरेर चाहिँ निस्किसकेका छौँ साथीहरू। तपाईहरुलाई यहाँ तिलोत्तमा मणिग्रामको महोत्सव कस्तो लाग्यो मन पऱ्यो भने लाइक कमेन्ट गर्नुहोला र मेरो भिडियोमा पनि लाइक कमेन्ट गर्नुहोला। मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोला। लभ यु अल, बाई बाई।